साथीहरू, मेरो आजको विषय अलि फरक छ। नेपालमा गम्भीर घाइते, विशेष गरी बर्न भिक्टिम्सका लागि समयमा उपचार पुग्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। मेरो व्यक्तिगत विचारमा चाहिँ नेपालले सबै नागरिक अथवा सिटिजन्सका लागि चाहिँ पहुँच हुने गरी एयर एम्बुलेन्सको सेवा चाहिँ विस्तार गर्नुपर्छ। किनकि उपचारमा भएको केही मिनेटको ढिलाइले पनि कसैको ज्यान जान सक्छ। संविधानले पनि स्वास्थ्य सेवा नागरिकको अधिकारको रूपमा स्वीकार गरेको छ। त्यसैले एयर एम्बुलेन्स केही सीमित व्यक्तिका लागि मात्र होइन, आवश्यक परेको हरेक नागरिकका लागि सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। यसको महत्त्व चाहिँ हामीले अहिलेको यो बर्न भिक्टिम्स जसले आफूलाई आगो लगाएर ज्यान दिनुभयो आफ्नो, त्योबाट पनि पाठ सिक्न सक्छौँ साथीहरू। त्यसैले साथीहरू, हामी सरकारलाई दबाब दिनुपर्छ कि अब बाटोमा हिँड्ने मात्र होइन, जनताको लागि चाहिँ एयर एम्बुलेन्स पनि हुनु पर्यो, विशेष गरी बर्न भिक्टिम्सका लागि साथीहरू।